हेलो एभ्रिवान, हामी चाहिँ अब चिउरी टिप्न जानु लाग्यो। यो मम्मी, यो फुपू हुनुहुन्छ उहाँ चाहिँ, अनि त्यस पछाडि उहाँको अगाडि मम्मी हुनुहुन्छ, तर मम्मीलाई चाहिँ छक्लङ्गै छेक्नु भएको छ। मेरो हुने होला ज्वाइँहरूले चिरिराख्नु होला, दर्शन नमस्ते भन्नु होला। उहाँ छ मम्मी त्यो डोको बोकेर अघि हिँड्नु भएको छ। म चाहिँ खुकुरी बोकेको छु। खुकुरी त्यसरी बोक्नुपर्छ है साथीहरू, तपाईँहरूलाई थाहा छैन भनेदेखि यो तरिकाले खुकुरी अपनाउनु होला बोक्नलाई। त्यही भएर कम्मरमा खाम पुगेन क्या, त्यही भएर घाँटीमा हाल्यो हो। साथीहरू, म चिउरी टिप्न जाँदैछु। फेरि पनि म चिउरीको रुखमा पुगेको छु नि, भिडियो बनाउँछु है। यस्तै छ जङ्गल। हो, यो चिउरीको झ्याङ चाहिँ यो हो, यो टिप्नु पर्ने हो। मरे होइन गाइस, हामी चाहिँ चिउरीको फेदमा आइसकेका छौँ। अब यो डोकोमा चाहिँ होइन के भन्छ, यसरी यहाँ डोरी हालेर अनि यो रुखमा चढेर सरी यो चाहिँ रुख हो चिउरीको होइन। हाम्रो फुपू यहाँ हुनुहुन्छ, बल्ल बल्ल सास फेर्न नसकेर आएर यहाँ उभिनु भएको छ। चिउरीको टुप्पी चाहिँ चिउरीको रुख चाहिँ निकै अग्लो अग्लो हुनुहुन्छ। ए सरी, झन्डै खुस्किन म। अनि अब हामी चिउरी चाहिँ टिप्छौँ यसरी। यहाँ मम्मीले चाहिँ डोकोमा डोरी हाल्दै हुनुहुन्छ, म चाहिँ यहाँ बसिरहेको छु। अब एकछिन पछाडि चाहिँ रुखमा चढ्नुपर्ने हुन्छ। मम्मी यता जानुहुन्छ अरे, म त्यता जान्छु। म त कहाँ अब यस्तो गर्दाखेरिमा अनि अब के अरे चिउरी टिपेपछि म रुखमा पनि बनाउँछु गाइजहरू। कति छोडेर अझ चिउरीको रुखमा छु साथीहरू। हेर्नुहोस्, चिउरी चाहिँ यसरी फलेको छ, कति धेरै फलेको छ। तल तल चाहिँ कति धेरै धेरै फलेको क्या चिउरी। हेर्नु न गाइजहरू, मैले यताको चाहिँ टिपिसकेँ, यहाँको टिप्छु। यो चाहिँ डोको हो, टिपेर यसमा हाल्ने हो। यो यसरी मेरो हालत हेर्नुहोस्, म यो हालत कस्तो अप्ठ्यारो छ भने नि साथीहरू। चिउरी टिप्नलाई कम गाह्रो छ। मान्छेहरूले भनिरहेछ नि सजिलो हुन्छ भनेर, तर म तपाईँहरूलाई देखाउन सक्छु। म यस्तै गरेर यो डालाबाट यसरी 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 यहाँ आएको छु। यहाँ छु मान्छेहरू तल छ रुखको फेदमा। यो फुपू, उहाँहरू भाउजूहरू, यहाँ हाम्रो मम्मीको खुट्टा मात्रै देखेको छ। अनि वाइल्ड टी सर्ट लगाएर आउनु भएको छ। म चाहिँ चिउरी टिप्छु ल साथीहरू। अब किनभने चिउरी टिपेर पठाउनु पर्ने थियो कसैले। त्यही भएर मैले त्यही 2 बेला टिपिसकेको छु, 2 बेला चाहिँ टिपिसकेको छु। अघि मैले भिडियो बनाउनु चाहिँ किन सकिनँ भने अघि मोबाइल तल थियो, अहिले बल्ल बल्ल आइपुग्यो म बाटामा। त्यही भएर मोबाइल चाहिँ उयो डोकोमा ल्यायो क्या यसमा। म त्यो डालाबाट हेर्नुहोस्, त्यहाँबाट फर्केर म त्यो मुनिबाट फर्केर आएर अब म सरर यता आएँ। म योबाट त्यहाँ जानु भन्नुभएको मम्मीले, त्यहाँ पुग्छु होला। अनि त्यस पछाडि भुइँमा झर्छु होला त्यतातिर। त्यसो मेरो चप्पलहरू एक बोरा त्यहाँ हो, तल 2 बोरा चाहिँ मम्मी अलिअलि पहिले देखिएको ठाउँमा हुनुहुन्छ मान्छे। म चाहिँ यहाँ छु, मर्ने बेला भयो, गर्मी भएर साथीहरू। गर्मी भएर मर्नै लागिसके, पानी पनि पर्ला परा जस्तो भएको छ। अब चाहिँ म चाहिँ यहाँ फुपूलाई यो रुखले छले खा त्यहाँ त्यहाँ हेर्नु, मलाई थर्काउँदै बसिरहनु भएको त्यहाँ। म चाहिँ यहाँ छु साथीहरू, गर्मी भएर मर्न लागिसके रुखमा, पानी पनि पर्न आँट्यो छ। अब म चाहिँ झर्छु होला, अनि त्यो रुखमा चढ्छु होला। त्यो गाई जानु भने मम्मीले मलाई त्यो उकालो जान्छु कि सुत्छु होला। मलाई चाहिँ साथीहरू घरमा मेरो ओछ्यानले चाहिँ अनिता राई कता गयो भनेर बिचरा रोइरह होला होइन। त्यही पनि म आज फुपूको लागि भनेर चिउरी टिप्दिन आएँ।
आउनु त आएँ तर साह्रै दुःख पाएँ। मलाई फुपूले एक गिलास पानी पनि खुवाइदिनु भएन, ल्याइदिनु भएन क्या। त्यहाँ नो भन्दै बसिरह कति न कहाँ मेरो हात हेर्नु त। ओ माई गॉड मेरो हात मेरो हात छक्कै पर्छु म आफैले देखेँ। हजुर तपाईँको बुढा हो, तपाईँ बोलाउनु न। जे पनि भन्छु म। अब चाहिँ हामी चिउरी टिपेर जानु लाग्यो। यो बुढाको छ यहाँ, एक बेला तल बाटोमा पुर्याएको छ मम्मीले, एक बेला उहाँ तल छ लडीबडी गरिरहेछ उयो सेतो गरेर। अब हामी चाहिँ जान लाग्यौँ साथीहरू। के भन्नु अब हेर्नु के भन्नु र सोची म टिपेको छु चिउरी, अब पठाइदिने हो। अनि उहाँ रक्सी पारेर खान्छ होला, हामीलाई के थाहा। नोबल कोही मस्त छ। अब जाने हेर्नु न, यत्रो रुखबाट मरि मैले नि टिप्नुपर्ने होइन। अनि मरि यो ठुलो बोरा चाहिँ मैले पनि बोक्नुपर्ने रे। अचम्म रिस उठाउँछ। डोको चाहिँ हातमा त्यतिकै बोक्नु पर्यो। अब अहिले नामले चाहिँ तल छोडेर न म यो तल बाटोसम्म बोक्छु। कहीँ फुपूले चाहिँ ठुलो यो डोको हो नचाहिने कुरा नगर्ने। म त बोक्दिन। मम्मीको चप्पल चाहिँ माथि लगाएर खाएँ। यो चाहिँ हाम्रो पहिलाको घर हो, फुपूहरूको घर हो। उयो फुपूहरूको घर। हामी चाहिँ चिउरी टिपेर यो घर हेर्न पनि आएको कि, किनभने यो घर छोडेको थुप्रो वर्ष भयो। कस्तो भएछ भनेर आएको। यो घरको चाहिँ हालत एकदमै खराब भएछ। गाईहरू सबै भत्किएर हेर्नुहोस् न यसरी भत्किया छ। के गर्नु हजुर, हेर्नुहोस् न हेर्नु त यस्तो राम्रो घर थियो कि सबै भत्किएर यस्तो भयो। आकाश पनि आज कस्तो दामी भएछ हौ, पानी पर्ला जस्तो। फेरि वाह बादल हेर। फाइनली हामी चाहिँ चिउरी टिपेर अब घर लाग्यौँ होइन। यहाँ हेर्नु न के भन्छु। अनि म एउटा कुरा तपाईँहरूलाई, दिनभरि रुखमा चढेर टिप्ने पनि मै, झन् धेरै भारी पनि बोक्ने मै क्या। यस्तो गर्छ मलाई। हेर्नु न मम्मीले यस्तो गर्नुभयो। हजुर अनि के भन्छ थाहा छ, यति काम गरेर बाबा चटपटी खाउने पैसा दिए बाबु होइन। साथीहरू कस्तो आएको छ कि अब मलाई हुन त यति धेरै काम अराइसकेपछि अन्त गाह्रो छ मलाई साथीहरू। पिरा खाने मनमा पिरा खाए कसैले बुझ्दैन साथीहरू। उहाँको भाइ चाहिँ यस्तो छ। मम्मीले चाहिँ डोकोमा थोरै बोक्नु भएको। मम्मी छु बाई। हेलो एभ्रिवान, हामी चाहिँ अब चिउरी टिप्न जानु लाग्यो। यो मम्मी, यो फुपू हुनुहुन्छ उहाँ चाहिँ। अनि त्यस पछाडि उहाँको अगाडि मम्मी हुनुहुन्छ, तर मम्मीलाई चाहिँ छक्लङ्गै छेक्नु भएको छ। मेरो हुने होला ज्वाइँहरूले चिरिराख्नु होला, दर्शन नमस्ते भन्नु होला। उहाँ छ मम्मी त्यो डोको बोकेर अघि हिँड्नु भएको छ। म चाहिँ खुकुरी बोकेको छु। खुकुरी त्यसरी बोक्नुपर्छ है साथीहरू, तपाईँहरूलाई थाहा छैन भनेदेखि यो तरिकाले खुकुरी अपनाउनु होला बोक्नलाई। त्यही भएर कम्मरमा खाम पुगेन क्या, त्यही भएर घाँटीमा हाल्यो हो। साथीहरू म चिउरी टिप्न जाँदैछु। फेरि पनि म चिउरीको रुखमा पुगेको छु नि, भिडियो बनाउँछु है। यस्तै छ जङ्गल।
यो चिउरीको झ्याङ चाहिँ यो हो, यो टिप्नु पर्ने हो। यहाँ त आफ मऱ्यो मरे होइन